हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, सुबह-बिहानी। आजको मौसम खेतोला जस्तो भयो। मेरो काम छ गाग्रीमा पानी भर्दै, अनि त्यो गाग्री मार्नुपर्ने छ मैले। अनि अरू चाहिँ म देखाउँछु अहिले कुकुरले के गर्दैछ हाम्रो घरमा भनेर। म चाहिँ उठेर पानी भर्ने, गाग्री सफा गरेर खाजा बनाउने, दिने भान्से सफा गर्ने, भान्से गर्ने। मेरो गाग्री भरिनु लाग्यो। लजा यो गाग्री यस्तो छ, यस्तोबाट अहिले म कस्तो गर्छु यता यो मस्काउने काम मेरो। मेरो गाग्री चाहिँ यस्तो भयो, पानी भरिँदैछ। यो पानी भरिँदै गरेको हो कि के गर्यो भने चाहिँ साइड पर्छ अरे। त्यही भएर यो भिडियो सबैले हेऱ्यो नि, सबैलाई साइड पर्छ। लैजा यिनीहरू खाना पकाउने मान्छे हो, दुईजना हो। चुलोको टिनमा बसेर मेरो भदैनीहरूले खाना पकाउँछ यहाँ। यहाँ हेर्दा गाली यहाँ नि एउटा यहाँ नि यहाँ। हाम्रो घरमा काम चाहिँ यस्तो चलिरहेछ। दिदी म खाना पकाउने मान्छेले के काम गर्ने, म बनाइहाल्छु नि। त्यहाँमा बनाइदियो भएन। यहाँ दिदी बिना चाहिँ दाइ यहाँ पन्जा लगाएर गाउँछ भने दाइ भाउँछु। यहाँ दाइ र बुवा ल यस्तै चलिरहेछ हाम्रो घरमा। हजुर चिया पकाउने अब। ल बाई बाई एभ्रिवान। यस्तै हो हाम्रो घरको काम। यहाँ मेरो गाग्री भरेछ। यस्तो काम छ, गाह्रो छ मलाई। यो लान सक्दैन फेरि म त्यसम्म, गाह्रो छ। मेरो गाउँ हो, यहाँ तलको चाहिँ सबै घरै घर छ, तर खासै राम्रो देखाएको छैन, पानी पर्न लागेको भएर। हाम्रो काम यस्तै चलिरहेछ। थ्याङ्क यू सो मच एभ्रिवान, बाई बाई। सबैजना राम्रोसँग बस्नु होला। पानी पर्न लाग्यो। बाई बाई, हेभ अ गुड डे।